हेलो गाइस, आज हाम्रो किप्चिपुरको दिदी लहनाको अनर नेपाल लहना नेपाल लहना आज चाहिँ उहाँले चाहिँ हाम्रो चाहिँ यो बेन्चको एकदमै न्यू मोडल यो नयाँ भेरिएन्टमा आएको यो तपाईको चाहिँ 1/10 को बेन्चको स्टम्प चेन्जर। यसमा चाहिँ अहिले ब्रेक चाहिँ सिमानोको हाइड्रोलिक युज भएको छ अनि यो सक पनि हाइड्रोलिक युज भएको छ भने प्लस यसमा चाहिँ अहिले लाउड हब युज भएको छ। एकदमै राम्रो। उहाँलाई चाहिँ मैले यो दशैं र तिहारको अफरमा कतिमा दिएँ मैले साइकल 53 जे होस् अब साइकलमा चाहिने चाहिँ सबै हेलमेटदेखि लिएर पन्जा सबै यो कि अनि पानी बोतल राख्ने यो स्ट्यान्ड यो सबै जे होस् साइकलमा चाहिने साइक्लिङ गर्दाखेरि चाहिने सबै सामान चाहिँ पाएँ। उहाँले चाहिँ हिजो मात्रै साइकल सिक्नु भएको हजुर र अनि पहिला चाहिँ उहाँ किप्चिपुरको ड्राइभरले चाहिँ मैले डुएल सब्सक्रिप्सन दिँदा दिएको थिएँ क्या उहाँकै दिदी उहाँ पनि आउनु भएको छ चाचोले उहाँले लिएर आउनु भएको। अहिले चाहिँ तपाईँहरूलाई चाहिँ मैले यो दशैं तिहारको अफर मात्र 53,000मा दिएको छु। यो साइकल चाहियो भने तपाईँ हाम्रो आरके साइकल स्टोरमा भिजिट गर्नुहोस्। धन्यवाद। अब उहाँले चाहिँ मेरो तर्फबाट धेरै धेरै धन्यवाद। साइकल चाहिँ अब सिक्नु भयो होइन राम्रो हिजो चलाए हैन आज चाहिँ अहिले त यो साइकल चलाउनु भयो नि एकछिन चलाए कम्फर्टेबल छ नि एकदमै कम्फर्टेबल एकदमै हलुका महसुस गरे मैले। यसको रिजल्ट चाहिँ तपाईहरुले चाहिँ अब यो 1 महिना चलाएपछि थाहा हुन्छ। अहिले त थाहा हुँदैन सबै चीज यसमा चाहिँ चलाइसकेपछि थाहा हुन्छ। ल तपाईले चाहिँ उहाँको लागि चाहिँ मैले धेरै धेरै धन्यवाद दिएँ। उहाँ दाइलाई पनि धेरै धेरै धन्यवाद। पहिला उहाँ डुएल सब्सक्रिप्सन तपाईको विजयादशमीको धेरै धेरै शुभकामना। ल तपाईलाई पनि विजयादशमीको शुभकामना। पसल पनि फलोस्। अनि हाम्रो चाहिँ यो किप्चिपुरमा नेवा लहना रेस्टुरेन्ट नेवार खाजा खान पर्यो भने हाम्रो यहाँ दिदी कहाँ आउनु उहाँ अनर हुनुहुन्छ एकदमै हैन। खानामा चाहिँ नेवारी खानामा चाहिँ तपाईहरु आउनुस् त्यहाँ एकदमै ओरिजिनल खाना हुन्छ ओरिजिनल स्वाद हुन्छ एकदमै हाइजिनिक पनि हो। तपाईहरु त्यहाँ छाङ रक्सी सबै पाउनुहुनेछ। नेवारीमा जुन नेवारी खाजामा पाउने हो सब थोक पाउनुहुनेछ। आउनुस् वेलकम नेवार लहना किर्तिपुर। धन्यवाद।